4 महिना मात्रै बाँकी रहँदाखेरि अपमानित हिसाबले निरुत्साहित गर्दै जुन हिसाबले बर्खास्त गरिएको छ, सरकारलाई धेरै धेरै धन्यवाद छ। मैले जुन हिसाबले एउटा राष्ट्र सेवकको हिसाबले पुरस्कृत भएर एउटा ग्रेसफुल एक्जिट दिनुपर्ने अवस्थामा दण्डित गरेर बर्खास्त गर्ने जुन प्रयास भयो, त्यसप्रति म नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु। आउनेलाई स्वागत र जानेलाई बिदाई प्राधिकरणभित्रै गर्ने गरिन्छ। मैले आज यहाँ यो इन्द्रेणी ब्याङ्केटमा आएर गर्नुपर्ने बाध्यता परेको मैले नोट अफ डिसिसन लेखेको थिएँ एउटा विषयमा, जुन विषय कानुनभन्दा बाहिर थियो। यो निर्णयमा मेरो फरक मत रहन्छ भनेर मैले नोट अफ डिसिसन लेखेको थिएँ। त्यो अदालतमा गएर पिआइएल बन्यो र त्यहाँ त्यस सम्बन्धमा स्टे अर्डर पनि आयो। त्यसको मतलब मैले जे स्ट्यान्ड राखेको थियो त्यो सही थियो भन्ने कुरा प्रमाणित हुन्छ। विद्युत प्राधिकरणमा मैले विगत 8 वर्षदेखि कार्यकारी प्रमुखको जिम्मेवारी र विगत 30 वर्षसम्म प्राधिकरणमा विभिन्न तहमा जिम्मेवार भएर काम गरिरहेको अवस्था थियो र मैले आफ्नो कार्य सम्पादन प्राधिकरणभित्रको उद्देश्य प्राप्ति गर्ने हिसाबले सफलतापूर्वक सम्पन्न गरेकै अवस्थामा यो दोस्रो कार्यकालमा आएर 4 महिना मात्रै बाँकी रहँदाखेरि अपमानित हिसाबले निरुत्साहित गर्दै जुन हिसाबले बर्खास्त गरिएको छ, त्यसप्रति मेरो सरकारलाई मैले पटक पटक भनेको छु। उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। मैले जुन हिसाबले एउटा राष्ट्र सेवकको हिसाबले पुरस्कृत भएर एउटा ग्रेसफुल एक्जिट दिनुपर्ने अवस्थामा दण्डित गरेर बर्खास्त गर्ने जुन प्रयास भयो, त्यसप्रति म नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु। म एउटा जिम्मेवार राष्ट्र सेवक कर्मचारी, म कुनै पार्टी भित्र रहेर अथवा पार्टीको सदस्यता लिएर बसेको व्यक्ति होइन। एउटा जिम्मेवार कर्मचारी, सबै पार्टीका नेता, सबै पार्टीका प्रधानमन्त्रीसँग मैले काम गरेको छु। अदालतको निर्णयलाई म सम्मान गर्छु। त्यही भएर मैले हिजोसम्म मैले पत्रकार सम्मेलन गरेको थिएन। आज यहाँहरूसँग मेरो केही विषयहरू राख्नलाई मैले पत्रकार सम्मेलन गरेको हुँ। साधारणतया विद्युत प्राधिकरणको कार्यकारी निर्देशक विदाई हुँदै गर्दाखेरि विद्युत प्राधिकरणभित्र आउने र जाने, आउनेलाई स्वागत र जानेलाई बिदाई प्राधिकरणभित्रै गर्ने गरिन्छ। मैले आज यहाँ यो इन्द्रेणी ब्याङ्केटमा आएर गर्नुपर्ने बाध्यता परेको म प्रति मेरा तलका कर्मचारी जवाबदेही हुन्छ। म मन्त्री प्रधानमन्त्रीसँग जवाबदेही हुन्छ। मैले आफ्नो कर्तव्य पुरा गरेको छु। कानुनभन्दा बाहिर रहेर, कानुनभन्दा बाहिर गएर कुनै पनि निर्देशन मान्न सकिँदैन। तसर्थ मैले विद्युत प्राधिकरणको सञ्चालक समितिमा नै मैले नोट अफ डिसिसन लेखेको थिएँ एउटा विषयमा, जुन विषय कानुनभन्दा बाहिर थियो। यो निर्णयमा मेरो फरक मत रहन्छ भनेर मैले नोट अफ डिसिसन लेखेको थिएँ। त्यो अदालतमा गएर पिआइएल बन्यो र त्यहाँ त्यस सम्बन्धमा स्टे अर्डर पनि आयो। त्यसको मतलब मैले जे स्ट्यान्ड राखेको थियो त्यो सही थियो भन्ने कुरा प्रमाणित हुन्छ। मैले कानुन विधि नियम अन्तर्गत रहेर निर्देशन मान्ने हो। त्योभन्दा बाहिर गएर कतै कहीँको निर्देशन मान्न म बाध्य छैन। म एउटा जिम्मेवार
नागरिक, अब तपाईँहरू जस्तै बाहिरको नागरिक भयो, म कर्मचारी भएन। यो जिम्मेवार नागरिक भएर मैले अघि नै मेरो वक्तव्यमा पनि लेखिसकेको छु, म सदैव देशको हितको लागि, देशको समृद्धिको लागि म कुनै पनि जिम्मेवारी लिन तयार छु भनेर मैले अघि नै भनिसकेँ।